हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई अनदर ब्लग। सो स्वागत छ एउटा नयाँ ब्लगमा। आफ्टर 1 month आइ एम ब्याक गाइज होइन। सो 1 month कहाँ हरायो भन्दाखेरि म चाहिँ होइन मेरो च्यानलमा एउटा स्ट्याक आएको थियो। सो त्यही भएर म 1 महिना गायब भएँ अनि मेरो च्यानल पनि ब्याक भयो अनि म पनि ब्याक भएँ। सो ब्याक हुनुभन्दा पहिला म दुबई आइसकेँ एन्ड आइ एम जस्ट राइट नाउ अहिले दुबईमा छु म। त्यही हो, अहिले हल्का वर्कआउट गर्न आएको थिएँ बाहिर चाहिँ। अनि अबको भ्लगहरू दुबईको हुनेवाला छ होइन। कसरी आएँ, केमा आएँ, के काममा आयो भनेर म बिस्तारै भन्दै गर्छु यो कुराहरू चाहिँ। त्यही हो, च्यानल पनि ब्याक आयो, म पनि ब्याक भएँ है। सो अबको भ्लग चाहिँ दुबईबाट आउँछ अनि त्यही हो, तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन। अनि दुबई पनि आएको भयो लगभग 15 दिन जति त भयो। काम लागेको छैन अझै पनि, मेरो 1-1.5 महिना अझै काम हुन्न होला। एन्ड त्यही हो, काम सुरु भयो भने सबै कुराहरू तपाईँहरूलाई बताउँछु। अबको भ्लग चाहिँ बवाल खालको दुबईको भ्लग आउँछ। सो त्यही हो, तपाईँहरूले सब्सक्राइब गर्नुभएको छ सब्सक्राइब गरिदिउँ है। एन्ड अरू के भन्नु छ र होइन, दुबईमा के कस्तो छ के छ भन्ने म सबै तपाईँहरूले अर्को भिडियोमा भन्छु। सो अलि म अहिले वर्कआउट गरेको अलिक बोल्न पनि सकेको छैन। सो त्यही हो, म अहिले अब दुबईको भ्लग आउँछ भने तपाईँहरूलाई जानकारी दिन आएको हो। एन्ड त्यही हो, अब चाहिँ ठमेलको भिडियो त नो गाइज ठमेलको भिडियोले गर्दा मोनिटाइज त भयो, पैसा पनि कमायो हल्का। एन्ड अब चाहिँ त्यस्तो भिडियो हाल्दैन होला। अनि एउटा कुरो, अब त्यस्तो भिडियो त्यो ओ माई गड ल हेरेर सर दुबई आएपछि यत्तिको आकाशमा प्लेन अनि यो मेट्रो त नजिकै हो नि। सो त्यही हो, दुबई चाहिँ बवाल छ होइन। एन्ड माथिबाट अर्को प्लेन पनि गयो। म अनि दुबईको एयरपोर्टको नजिकै छु क्या। सो त्यही भएर अहिले यहाँ प्लेन उडेको हुन्छ। त्यही हो गाई हो, अब 2-3 वर्ष दुबईमा मेहनत गर्नु पऱ्यो गाइस अनि नेपाल फर्केर केही गर्नु पर्ला। सो त्यही हो, अब चाहिँ बल भिडियो आउँछ हेर्नुलाई है त। सो थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भयो। छोटो मिठो खालको यति हो। म दुबई आइसकेँ, दुबईको भ्लग आउँछ भने त म भिडियो बनाउन आएको। सो त्यही हो, अब चाहिँ दुबईको भिडियोहरू नछुटाउनु होला। यस्तो ठाउँ देखाउँछु कि बवाल। त्यहाँ अर्को ट्रेन पनि आयो, के अरे मेट्रो आयो गाइस। ल थ्याङ्क यू सो मच, ओके बाई बाई, टेक केयर, सबैजना टेक केयर हुनु होला। एन्ड त्यही हो है त।